के निजी विद्यालय समस्या हो? विद्यार्थी जीवनकालदेखि निशुल्क शिक्षा र स्वास्थ्यको वकालत गर्दै आइरहेको छु। आज स्वयं विद्यालय सञ्चालकको हिसाबले पुनः त्यही समाजवादी शिक्षाकै पक्षमा छु र राज्यले उचित शिक्षाको बन्दोबस्त गरेको खण्डमा मेरो विद्यालय बन्द गर्न राजी छु। तर केही सवालहरूको निरूपण हुनु आज आवश्यक छ। नेपालको शिक्षा प्रणाली आज एक महत्त्वपूर्ण मोडमा उभिएको छ, तर दुर्भाग्यवश हाम्रो शिक्षा क्षेत्रमा स्थिर नीति, दीर्घकालीन दृष्टिकोणको अभाव स्पष्ट देखिन्छ। नीति निर्माण गर्दा देशको वास्तविक आवश्यकता, उत्पादन श्रमसँग भन्दा पनि नयाँ सरकारको परिवर्तनसँगै अरूभन्दा फरक देखाउने प्रवृत्ति, बाह्य प्रभाव बढी हावी भएको पाइन्छ, जसले दीर्घकालीन समाधान दिन सक्दैन। हामीले धेरैजसो अवस्थामा अन्ध नक्कल गर्ने प्रवृत्ति अप्नाएका छौँ। विकसित देशका मोडलहरू सिधै नक्कल गर्दा हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक सन्दर्भलाई बेवास्ता गरिएको छ। यसले शिक्षा प्रणालीलाई अझ जटिल बनाएको छ। युरोपेली देश, जहाँ शिक्षकहरूको सुविधा अन्य पेशाभन्दा बढी छ, पर्याप्त शिक्षामा लगानी गरेका छन्, अहिले तत्काल त्यो लगानी गर्ने हैसियत हामीसँग छ? नेपालमा शिक्षामा गरिने सरकारी लगानी बजेटको हिसाबले पर्याप्त छैन। कुल बजेटको यस वर्ष 10.94% मात्र शिक्षामा लगानी रहेको छ, जुन 92% हिस्सा त तलब भत्तामै खर्च हुन्छ। नेपालका सामुदायिक सरकारी विद्यालयहरूमा करिब 1,49,863 शिक्षकहरू कार्यरत रहेको पाइन्छ, जसमा स्थायी दरबन्दी, राहत कोटा र अन्य प्रकारका शिक्षकहरू संलग्न छन्। अर्कोतर्फ नेपालको शिक्षा क्षेत्रमा निजी लगानीको ठूलो हिस्सा छ, जसले करिब 30 लाख विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै र 2.5 लाख भन्दा बढीलाई रोजगारी दिएर राज्यको 31% भन्दा बढी शैक्षिक भार वहन गरेको छ। यो क्षेत्रमा करिब रु 6 खर्ब बराबरको लगानी छ। यसले सरकारी लगानी कम भएको अवस्थामा गुणस्तरीय शिक्षा प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम जनशक्ति तयार गर्न मद्दत गरिरहेको छ। यस्तो अवस्थामा निजी क्षेत्रको लगानी र योगदान महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। दुर्भाग्य मात्र मुठ्ठेभर विद्यालयलाई हेरेर निजी क्षेत्रको शिक्षा महँगो भयो र लुटको भाष्य निर्माण गरेर जनमानसमा निजी क्षेत्रको शिक्षालाई नै बदनाम गर्नु अन्यायपूर्ण छ। तर सबैलाई एउटै नजरले हेर्ने नीतिले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको छ। धेरैजसो निजी विद्यालयहरू बजेट स्कुलका रूपमा सञ्चालित छन्, जसले न्यून शुल्कमा सामुदायिक विद्यालयको तुलनामा राम्रो नतिजा दिइरहेका छन्। 2.5 लाख जनशक्तिलाई रोजगारी दिनु र राज्यको 31% शैक्षिक भार बोक्नु सानो योगदान होइन। निजी क्षेत्र अन्तर्गत थुप्रै विद्यालयहरू सक्रिय छन्, जसले तल्लो तहसम्म कम शुल्कमा पनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्, जुन कुरालाई नजरअन्दाज गरियो। तर के अहिलेको अवस्थामा सरकारले भने जस्तै शिक्षामा पर्याप्त लगानी गर्ने अवस्था बनिसक्यो? निजी क्षेत्रलाई पुरै प्रतिस्थापन गरेर सरकारी लगानी गर्ने हो भनी कति आर्थिक लगानी चाहिएला, वा अहिले नै त्यो सम्भव छ वा छैन, त्यो कसैले सोचेको पाइँदैन। यदि यस्तै अवस्था रहिरह्यो भने आजको लगानी दुरुत्साहनले भोलि अझ ठूलो समस्या निम्त्याउने निश्चित छ। यसको सट्टा सरकारले क्रमशः सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधार्दै लैजानुपर्नेछ। निजी र सार्वजनिक क्षेत्रबीच सन्तुलन कायम गर्नु अहिलेको आवश्यकता हो। अर्को गम्भीर पक्ष भनेको शिक्षाका लागि विदेश जाने पैसालाई रोक्नुपर्ने आवश्यकता हो। नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके विद्यार्थीहरू बाहिर जानुपर्ने बाध्यता कम हुनेछ। साथै बाह्य सम्बन्धनमा चलेका शैक्षिक संस्थाहरूको प्रभावकारी नियमन पनि अति आवश्यक छ। दुःखको कुरा, धेरैजसो नीति सरकारवालासँग पर्याप्त छलफल नगरी फरक देखाउन मात्र ल्याइएका छन्। यस्ता नीतिहरूले सुधारभन्दा बढी क्षति पुर्याउने खतरा रहन्छ। त्यस्तै आजको अवस्थामा शिक्षण पेशा सुरक्षित छैन। शिक्षकहरूको औसत तलब, सम्मान र भविष्यप्रति अनिश्चितता बढ्दै गएको छ। यसले योग्य जनशक्ति शिक्षण पेशाबाट टाढा जान बाध्य पारिरहेको छ, जसले दीर्घकालीन रूपमा शिक्षा क्षेत्रमा गम्भीर समस्या ल्याउन सक्छ। निष्कर्षमा नेपालको शिक्षा सुधारका लागि स्थिर देश अनुकूल नीति आवश्यक छ। सरकार, निजी क्षेत्र, शिक्षक, अभिभावक र अन्य सरोकारवाला बीच सहकार्य गरेर मात्र हामीले गुणस्तरीय र दिगो शिक्षा प्रणाली निर्माण गर्न सक्छौं। युरोपेली देशहरूको मोडल सफल हुनुको पछाडि त्यहाँको उच्च कर प्रणाली र शिक्षकप्रतिको सामाजिक मर्यादा हो। हाम्रोमा न शिक्षक सुरक्षित छन्, न त लगानीकर्ता नै। नीतिहरू समस्या समाधान गर्न भन्दा पनि नयाँ मन्त्री वा सरकारको स्टन्ट जस्तो देखिनु दुर्भाग्यपूर्ण छ। शिक्षण पेशालाई आकर्षक नबनाएसम्म र शिक्षकको भविष्य सुरक्षित नगरेसम्म जस्तोसुकै नीति ल्याए पनि शिक्षाको गुणस्तर सुध्रिँदैन। स्वदेशमै गुणस्तरीय शिक्षा र स्थायित्व भए मात्र हाम्रो पैसा बाहिरिने क्रम रोकिन्छ। हामी जस्ता सञ्चालक जो राज्यले ग्यारेन्टी गरे विद्यालय बन्द गर्न तयार छौं भन्छौं, आज निजी स्कुल समस्या होइन, समस्या त त्यो राज्य संयन्त्र हो जो न त आफै पूर्ण जिम्मेवारी
लिन सक्छ न त निजी क्षेत्रलाई ढुक्कसँग काम गर्ने वातावरण र स्पष्ट मार्गचित्र नै दिन सक्छ। अहिलेको आवश्यकता निजी वर्सेस सरकारी द्वन्द्व होइन, बरु गुणस्तर र पहुँच सुनिश्चित गर्नका लागि राज्य र निजी क्षेत्र बीचको एउटा इमानदार संक्रमणकालीन योजना हो।